मान्छे के अनि तिमी कहाँ आएको माछा खान आएको मछली वाली पकाउने जो अर्को माछा ल्याउनु भएछ कि तिमीलाई माछा मन पर्छ कि नाइ मलाई त माछाको झोल पसन्द आउँछ झोल पसन्द आउँछ माछा पसन्द आउन्न किन माछाको हड्डी अड्किन्छ फसिन्छ अनि कभी निकल्दैन हो अनि मोड्छन् त्यही भएर तिमी खान्यौ नाइ हो र तिमी के मन पर्छ तिमीलाई मलाई त के मन पर्छ भन चिकन खुट्टा र ललिपप चिकन मन पर्छ अनि घरकै बनाएको पहिला हड्डी थियो अघि मैले टोक लागेको हड्डी थियो अघि अर्को सुर्केबाट नल्याइदिएको हजुरले ल ल ल म भोलि सुकै गएर ल्याउँला त अनि भोलि आएछ है 4 दिनमा आएछ ल ओके भनी आवे अनि अटो कोही